बाजेको रेकर्ड यस्तो थियो आफ्नो दाहिने बायाँ केही पनि नछोड्ने अरूलाई पनि गल्ती कहाँनिर छ कसरी सम्हाल्नु पर्छ अब समेट्ने ठाउँमा पनि समेट्ने गर्ने ठाउँमा पनि गर्ने पासुङ हजुर हाम्रो पासुङ है एकदम टकडा बुढो टकडा बुढो खोला पासाकै अलिक बोल्ने भन्नु भएन ज्येष्ठक नै उहाँ नै थियो पहिला चाहिँ खोला पासाको ज्येष्ठक नै बोल्ने जापानेपा बुढो खास उहाँको नाम चाहिँ जङ्गमान पनि हामी भन्छौँ जङ्गबहादुर पनि कतै छकेर के जङ्गबहादुर नै हो जङ्गबहादुर नै श्रेष्ठमा चाहिँ लेखिएको थियो पहिला चाहिँ अब नागरिकतामा उहाँको चाहिँ नि तपाईँहरूले पनि राख्नु भएको होला जङ्गबहादुर नै थियो त्यही त अनि यस्तो हातमा दाहिनेपट्टि हातमा चाहिँ गोली लागेर स्प्रिङ थियो तल माथि यसरी छान्दाखेरि हामीले बारम्बार स्प्रिङ त्यो पल्टनमै गोली लागेको रहेछ पल्टनमै गोली लागेको मिल्तीमा अति मिल्ती हजुर तर अघि पछि पनि रिसाउँछ नरिसाउने मान्छेलाई सम्झाएर रिसाउने सम्झाइ बुढाले रिसाउने तिमीले यो गल्ती गर्यौ यसरी क्या हो भनेर सम्झाएर रिसाउने बानी है उसको भनेपछि एकैचोटि झडङ्गै नरिसाउने बुढो सम्झाएर रिसाउने बानी बुढाको चाहिँ समाजमा हेलमेल राम्रै थियो रहेछ है समाजमा हेलमेल त धेरै नै राम्रो नै बुढोलाई चाहिँ अब दाहिने बायाँ सबैतिर नै बोलाइराख्थ्यो तिर छोरम्बो मासतिर गाउँघर त्यति बेलाको हाम्रो अहिले जस्तो चहल पहल धेरै हुँदैन थियो होइन त पो पल्लो गाउँमा जहीँ पनि बुढै चाहिन्छ भन्थ्यो क्या बुढै चाहिन्छ भन्थ्यो अहिले सायद त्यो लक्षणमा हाम्रो कमाउ जाए पनि बाजेको शैलीमा चाहिँ सायद हिँड्नु हुँदैछ बाजेकै शैली लिएर हतपत रिसाको थाहा पाइँदैन पासुङ बुढालाई पनि रिसाको थाहा नपाइने जापानेमा बुढालाई रिसाको थाहा नपाइने अनि बुढोले चाहिँ मजाले भन्नुहुन्थ्यो हामीलाई सबैलाई त्यो समाजमा कुनै कार्यमा परोस् कुनै सभामा परोस् अब त्यो फाल्टो कुरा छ भने यो कुरा चाहिँ यस्तो 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 भनेर चाहिँ सम्झाएरै कुरो गर्नुहुन्छ भनेपछि समाजले राम्रै भनेर चाहिँ उहाँलाई त्यो खाले व्यक्ति भनेर चाहिँ वर्ण मान्नुहुन्थ्यो रहेछ कि जस्तो मान्नुहुन्थ्यो अरू समाजले पनि हामीहरू मानिदिन्थ्यौँ अरूले पनि मान्थे त्यो खालको हुनुहुन्थ्यो बुढा त्यो आफ्नै पक्षमा मात्रै बोल्नुहुन्न थियो त्यही त अब हामी त सानै थियौँ कस्तो के हुनुहुन्थ्यो थाहा छैन कि त्यो भएर सानै हुनुहुन्थ्यो हामी त अब निकै अगाडिकै हो हजुर अब पासुङ बुढाको छोराहरू दुङचेरी भनौँ न हामीहरू सबै छोराछोरी दुङचेर्ने भयो उनीहरूले अनि हामीले थाहा पायौँ पछाडि पासुङ बुढा त अब देख्नुभयो ठुलै हामीहरू जवान भएपछि हाम्रो पनि छोराछोरी भएपछि उहाँहरूसँग हिँड्नु भएर दाहिने बायाँ हिँडेपछि त बुढा पछि लास्टमा देख्नुभयो ठिक त्यसो रहेछ कुरो चाहिँ ठिक छ एकदम राम्रो हुनुहुन्छ है पासुङ बुढा चाहिँ पासुङ बुढालाई नराम्रो भन्ने अहिलेसम्म तपाईँहरू पनि खोज्नुहोस् हजुर भेट्नुहुन्न होला भनेपछि पासुङ बुढा त्यस्तो हुनुहुन्छ यहाँ हाम्रा टकमान बाबुले चाहिँ हाम्रो बाजेको विषयमा थोरै कुराहरू पहिलेको कुराहरू उहाँले गर्नुभएको छ बाजेको जुन क्यारेक्टरको विषयमा भनिदिनु भएको छ र हामी चाहिँ त्यतिखेरको समयमा सानै थियौँ र थाहा पनि थिएन र उहाँले थाहा भएको कुरा जति सबै कुराहरू भन्नुभएको छ र भिडियोमा अनि क्यामेरामा चाहिँ म छु र मैले उहाँको बारेमा छोटो भिडियो बनाइरहेको अवस्था छ यतिखेर यहाँ चाहिँ हाम्रो बाजेको कान्छा छोराको नाति अनि म चाहिँ जेठाको नाति अब म उपप्रधान चुनाव लड्दाखेरिसम्म पासुङ बुढाले के भन्नुहुन्थ्यो भनेदेखि हामीलाई मात्रै भोट मागेर हुन्छ र यो हाम्रो एरिया कति छ त्यो फल्ना ठाउँमा जा ढिस्का ठाउँमा जा ढिस्कालाई पक्री भनेर सुझाव मलाई दिनुभएको अनि त्यस कारणले बाजेले उहाँले भने अनुसार जाँदाखेरि मत पनि दुधे बुढोले त्यसरी अर्थी दिनुभएको मलाई पनि अनि अब म उपप्रधान हुँदा समेतको अर्थी दिने मान्छे भनेपछि हाम्रो एउटा के भनेदेखि उहाँहरू परम्पराको पुस्तौमा पनि ज्ञान दिने मान्छे हुनुहुन्थ्यो क्या यसो यसो गर भनेर म खासै मात्रामा त्यति बेला
बाहिर बाहिरैबाटको अर्थले मात्रै म उठेका हुँ। पुस्ताभित्र मेरो वंशभित्र त अब मान्छे नै छैनन् त त्यति बेला। यहाँको पुस्तामा चाहिँ नेतृत्व गर्ने तपाईँ? सबै अब मेरो काकाहरू अब मभन्दा कान्छाहरू हुनुहुन्थ्यो, बाबुहरू मरिगएको, यहाँको हाम्रो पुस्तामा थियौँ न। पासाङ बुढाले राम्रै गर्नुभएको थियो है त्यति बेला। ठिक छ। यसरी गर्नुपर्छ, यसरी गर्नुपर्छ। चुनाव जित्छस् भनेदेखि हेर केटा भन्नुहुन्थ्यो। केटा नै भन्नुहुन्छ है? केटा नै, उहाँको बोली त अब चुनाव जित्छस् भने हेर केटा। बाजेको जस्तै मैले पनि भन्छु कि म प्रायः केटा भन्नु रुचाउँछु र धेरैलाई म केटा नै भन्छु। त्यसै नै भन्नुहुन्छ। ठिक छ ल। बाजेको विषयमा यहाँ बाबुले थोरै कुराहरू बोलिदिनु भएको छ, भनिदिनु भएको छ। खुसी लाग्यो, भलाकुसारी भयो, मिठो ऐतिहासिक कुरा हो यो चाहिँ हाम्रो लागि। त्यस उहाँले डिटेल्समा भन्नुभएको छ। धन्यवाद तपाईँलाई बाबु। अब मैले जानेसम्मको कुरा चाहिँ राखेको हुँ। ठिक छ ल, धन्यवाद हस्।